कागज चाहिने सङ्कलन कागज चाहिनु सास हो गणेशमा अब जल जेदपुरुगेण हविघाते बाजिन्नम तन्नुत वसन्तोष सिद्धाङ्ग्रे मैदम शरदबीजलं सर्व्यामि श्रीमान् गणाधिपतये नमः सुपारी परेको छैन पुग्गी बलमा दिव्यम नागवले दलेतम हैन ऐनी ल त्यहाँ गणेशलाई भेटी पनि चढाइदिनुहोस् ओम हिरण्यगर्भ समवर्तताग्रे भूत सजात बतिरेक आसित सदा रत्यामुतेमा कस्मै देवाय विखा विदेमा रातो लाएर दुई हातमा छोप्नुहोस् ओम रक्ष रक्ष गणाध्यक्ष रक्ष रक्षक भक्त नाम भयङ्कर्ता भव बाण वात दै मातुरे कृपा सिन्धु षड मातुरे जगत पर्व बलम देहि वाचितम वाचितार्थ अनेन फलदानेन सब यहाँ छ रातो अनेन फलदानेन सफलस्तु सदा मम इदं बलं मया देव स्थापित पुरस्तत्व तेन मे सफलावाप्ति भवेत् जन्मनि जन्मनि फलं निवेदयामि भेटी पनि राख्दिन हिरण्यगर्भ समवर्तताग्रे भूत सजात भतिरेका आसित सतता हृदयमुतेमा कस्मै देवाय विख्या विधेमः द्रव्यं समर्प्यामि श्रीमान् गणाधिपतये नमः गणेशमा यसो आरती गणेशलाई देखा भनेको 5 वटा भन्दा बढी बत्ती ल यहाँ यसो बत्ती बालेर गणेशलाई आरती देखाइदिनु त ल त्यसैमा राखेर आरती लाग्ने बल्ल घुमाइनु बत्ती डालेर बत्ती राख्नुहोस् त्यसमा आरती बत्ती खै त है बत्ती 10 वटा यति त्यही सबैमा डुबेर राखिदिएर देखाइने हो त्यहाँ 5 वटा खान्छ त्यसमा त्यस एकै ठाउँमा राखेर ल जलाएर राखेन हुन्छ ल सल्काउनुहोस् ओम इदगो हवे प्रजानन मे अस्तु दशवीर गणगुं सर्व गणगुं सोस्तय आत्मा शनि प्रजा शनि पशु शनि लोक शनि भय शनि अग्निम प्रजां बहुला मे जत करो तन्नो भयो रेतो अस्मा सुधत ओम दीपम दर्शयामि निराजनं सर्व्यामि श्रीमान् गणाधिपतये नमः यसो फुल्दै राजनुहोस् विघ्नेश्वराय वरदाय सुरप्रियाय गोधराय सकलाय जगतिताय नागाननाय सुज्ञ विभूषिताय गौरी सुताय गणनाथ नमो नमस्ते त्यहाँ यसो देवी सत्यनारायणको पूजा ल अब चन्दन खै ल अब फुल त्यही चढाइदिनुहोस् यसो जल घुमाउनुहोस् अब पाँचजना पूजा गरेर सत्यनारायण राखेर पूजा गर्ने ल अब यिनी देवताहरूलाई ल अब ल घन्टी शङ्ख बजाउनु पर्यो सँग पर्ने गोगने गर्छ लिन गोर्ने लिनु गर्छ तिन ठिक्क पारम ल ल अब पहिला त्यसमा जलले नुहाइदिनुहोस् त्यही अब नुहाइएको छ नइएको छ तिनलाई निकालेर यो थाना राख्नुहोस् है ल अब निकाल्दै ल हो ल अब निकालेर त्यसमा राख्नुहोस् यस्तो नुहाइदिएर है त्यही पानी नुहाउनु त नुहाइयो छ ल ओम मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्ष मङ्गलाय तनोहरि ओम नमामि गङ्गे तव पाद पङ्कजं सुरासुरैर्वन्दित दिव्यस्वरूपं मुक्तिं च ददासि नित्यं भवानुसारेण सदा नृणाम् ओम आपो अस्मान् ल जलमा नुहाइदिइराख्न होला होइन आपो अस्मान् मातर सुनयन्तु घटेन घटव पुनन्तो परमहन्ति देवी रुतिराज्या सुधिर बोधाये नमि अब दूध ओम पय पृथिव्यां पयो नदी पयो दिव्यां तरिक्षे पयोदाः पयो दिश सन्तो मह्यम अब त्यसपछि दूधपछि फेरि शुद्ध जल आपो अस्मान् मातर सुनयन्तु घटेन घटव पुनन्तो परमहन्ति देवी रुतिराज्या सुधिर बोधाये नमि दही दधिक रावणो अकारिक सुभाजिन फ्रिजमा छ फ्रिजमा छ हेर त्यो डब्बा थोरै तिलेर त्यो डब्बा छ यो ल्याएको डब्बा त्यहाँ पानी हाल्न दोइले नाइदिनु पर्यो हिउँले महले सबै नाइदिएर यो यति 55 मिलाएको छु 55 रुपियाँ भयो बुझ्दिनु भयो भयो कहिले भयो ल अब दही गएर लाइनु पर्यो दुध नाइयो यति मह पनि कहाँ छ महमा पानी मिसाएर चिनी यहाँ छ दुध दही घिउ चिनी मह सबै छ म पनि छ भित्र म भएपछि चिनी जति आवश्यक पर्दैन कहाँ भित्र छ परो सखर हो नि गुड जस्तो हो हामीले चिनी चलाउँछौँ चिनी होइन चलाउने सक्खर हो सखर हो सखर अब त्यो त कहाँ खोज्न पाउनु चिनी भनेपछि तपाईँको चिनी भयो गुड छ गुड त्यो हो कि भेल जस्तो सखर हो नि
यो म के होइन चढेको पहिला पहिला दुई दुई नुहाइदिने त्यो चाहिँ राख्नु चाहिँ अहिले चाहिन्छ भर्खर